Hi guys, welcome back to Sally Gurung vlog. आज चाहिँ के होला गेस गर्नु। आज हो दसैँ अनि दसैँमा चाहिँ हामीले के गर्छौँ टिका लगाउँछौँ अनि आज चाहिँ पुरैले त्यो प्रिपरेसन गर्दैछ। म चाहिँ हजुरलाई देखाउँछु है। म चाहिँ भाइ हेर्दै थिएँ के ए भाइ हाय भन्दैन हाय अनि बाबु हुनुहुन्छ अनि यस्तरी गर त्यहाँ पुरैले काम गरिरहनु हो। के भयो बाबु दिदीले के बनाउँदै हुनुहुन्छ मम्मी दिदीले प्याज सब कति धेरै प्याज थियो त्यो सबै मैले काटेको अहिले चाहिँ मम्मी तरकारी पकाएर घटेको सबै काँक्रा नि मैले काटेको गाइस त्यो गुडी नि मैले निकालेको टमाटर नि मैले काट्दैछु अनि यहाँ चाहिँ सेलरोटी बन्दैछ। मम्मीले चाहिँ यस्तो तिमी आउन ढिलो गर्यो गाइस म चाहिँ यस्तो गर्दैछु। अब यो चाहिँ खाओले गाइस मेरो भाइले लास्टै चकचक गर्दैछ। जति बढ्दै गयो त्यति चकचक गर्दै गयो नि त। त्यही भएर म चाहिँ एकचोटि हजुरलाई फेरि राम्रैसँग एकदम राम्रोसँग देखाइदिन्छु है। पोर एन्नी यस्तो अवस्थामा चाहिँ पोर कत्रो हाइट थियो अरे नि। ए बाबुलाई नि देखाउने ल अब उहाँ गएर कति मोबाइल हेर्ने होला मेरो भाइ र बहिनी भन्दा ठुलो केही हुन सक्दैन। फेरि म आएँ अहिले चाहिँ है म चाहिँ रेडी भइसकेँ अनि अझै अब चाहिँ म हजुरलाई के पकाएको छ त्यो चाहिँ देखाउँछु है। यहाँ चाहिँ रोस्ट छ आलुदम अनि यहाँ के छ होला रोक्नु है गाइज। यहाँ खै के छ अनि यहाँ चटनी छ हजुर पछि देखाउँछु है त्यसको है। अनि यहाँ भात पाक्दैछ है। ब्राउन सेलरोटी यहाँ छ गाइस सेलरोटी है सेलरोटी अनि गाइस वाउ गाइस माई फेभरेट राजमा है। राजमा हजुरलाई मनपर्छ कि नै प्लिज कमेन्टमा भनिदिनु होला है। अहिले चाहिँ को रेडी भयो हेर्न जाऊँ है। बाबा त्यहाँ हुनुहुन्छ दिदी यहाँ हुनुहुन्छ भाइ यहाँ छ मम्मी मात्रै रेडी हुनु भएको छैन अरू पुरै भइसक्यो गाइज। मम्मी डान्स फर दि हाई गर्दै किन उठेको त फेरि एनीलाई नै घोप्टो भयो भन्नु न त नि ल एनी बाबु को रहेछ त्यो निलो दिनु हो त्यो निलो लाउने हो आइस रे बाबु लाउने कि नै टिकी
टिकी लाएर जाने हो नि त बाबु बाबु यता हेर्नु जुस सुज भनेको के जुस के रे के गर्ने जुस जुसमा पा गर्ने जाऊ टिकी लाउन बाबासँग उहरू त दिदीले लायो ल छिटो अब जाने के ऊ पैसा दिने नि पैसा जाऊ ट्याक्सीमा जाने होइन छिटो छिटो ऊ बाबाले टिका लाउने ट्याक्सीमा जाने है अब है ट्याक्सीमा जाने ट्याक्सीमा ल हो त्यो त वाले रिपोर्ट गर्छ ट्याक्सीको मात्रै गर्दै त बिचरा बसेर दिनु पर्छ त बसेर के कति राम्रोसँग हो लाछ के त्यति धेरै नलाग्यो टिकट तीन पट्टि जति गर बाबाले हेर अनि कहिले फाल्दिहाल्छ माले छ अब ट्याक्सीमा जाने है ट्याक्सीमा जाने है बाबु ल भाइ त ट्याक्सीमा जानेहरुको टिका लाछ न बाबालाई जिउ गर ल जी गर बाबालाई जिउ गर ल उठ 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 यही बस्ने हो बस त्यही यही बस्ने हो हो त्यहाँ हुन्न मिल्दैन भो टिकै बस्दैन तेरो लगाएको उस गरेको बाबु लाग्यो किन कति हाम बनेको भाइले कसले भोक लाग्छ के त्यसलाई भात खाएको बाबु नतान हो त्यो जुन माथि त्यसले देखेको थिएन कि अहिलेसम्म त्यही भएर झुकेर हो कि झुकेर ल ल यहाँ बसेर हेर न ए खसी हो आमानी ए खाँदैन के भयो ल यहाँ 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 बसेर टिकी लाउनु छिटाउ त ए भन्न त पर्छ बाहिर लगाएर जाऊ बाबु टिकी लाउने ऊ फेरि लाउने फेरि पैसा लिने के फेरि अर्को पैसा लिएर आउने ए खसी हो हजुर के केही नि हुन्न त त्यसकै ल लगाइदिन्छु खै यताको कानमा ऊ एनीले लगायो उहरू त एनीले फेरि पैसा लिएर आयो जाऊ तिमी नि पैसा लिनु हजुर निकालिदिने ल त नि ल अर्को नि निकालिदिनु ल बाबु पाले बाबुको ट्याक्सी आयो कि होइन बाबुलाई टाइदिन्छ एनीले पैसाले किसाक्यो एनीसँग पैसा जति नै छ है चढ्न चाहिँ नआउनु अब मम्मीको पाली भाइ चाहिँ रुँदैछ मम्मीसँग बस्नु भनेर मम्मीले हाई मम्मीले चाहिँ भयो मनको पाली भइयो ए बाबु आइसकेको त नडरे मामाले लाउँदै हुन्छ अब
त्यो सासु आएको भने आउने म अब दिदी चाहिँ टिकटक बनाउँदै खाने हो मैले लगाइदिने हो पार्टी त्यो त त्यहाँ चाहिँ पुरैको पाली भइयो अब कसको पाली मम्मीले टिका लगाइदिने पाली अब गाइज गीत गर्नु अब मजा नि हो भाइले आउँछ नि सुरु भाइले हजुर नहोस् नि क्या त्यहाँ पक्न उति छेनी दिदीलाई लगाइदियो ऊ ट्याक्सी त हेर्नु है बाबा बाहिर ट्याक्सी हेर्नु त ट्याक्सी कता भयो ट्याक्सी कता भयो अब जस्तो हेर त तिमी ट्याक्सी हेर न है ट्याक्सी आमाको थियो आमाले लानु पर्यो नि गाइज अब चाहिँ दिदीको पाली दाइ चाहिँ त्यहाँ छ बाबा यहाँ नानी छोडिदिनु है त्यहाँ नगर्नु त्यहाँ खेलिरहन्छ अहिले अहिले फेरि मान्दैन इसो प्यारेको खुसी खसिरहेको छ अन्त राख्नु दिदी होइन यो सुत्नु लाग्छ के हाई गरेछ के छिस खाने छिटो टिका लाउने अब यसरी लगाइदिउँ है लगाइदिए त लि त मलाई निन आउनु मन लाग्छ क्या हाई गरेछ ट्याक्सी भनेपछि मानेछ के मानेछ कि ट्याक्सी नभने कसरी मान्छ कि मान्छेको लाउँदाखेरि हाई हाई गरेछ क्या त्यो आँखाले चिम्बर गर्थ्यो हाँस्न पैसा ल फालिदिन्छु कि म ल पैसा समेत चुन्नी खोलेर राख्छ चुन्नी खोला यत्रो साइजको थियो अनि फुच्ची हो फुच्ची यो प्लेट ले ओ त्यो प्लेट दे त तेरो बाबा पहिला हो त्यो के छ हालेर न हो त्यो ओ त्यो खाना मेरो पैसा हैन यहाँ बिटा भयो बिटा अनि हड्डी जाति हो त्यो प्लेट बिटा यत्रो बिटा तिम्रो पैसा हैन खोलेर दिए त्यसलाई यो सरी हैन किन खुचुर खुचुर Lagu utap. Sis. Ada. Aku khusur. मुटु ज्या के खाने बाबुले चिस चुच्च पारिदियो त ऊ यानी हो कि बाबु हो गिलास समातेको बाबु हो कि यानी हो यानी हो इयन गनिङ खुसुर पैसा ओइ मुटु वा सबभन्दा धेरै पैसा एनीको हो चाहिँ एनीको पैसा फरेभर धेरै हुन्छ क्या लास्ट दसैँ इन दिस होम यो घरमा
तेरो भिडियो बनाएर लास्ट दसैँ यो गर भनेको यिनीहरूले है भाइ पर्दैन आशीर्वाद थाप्ने अहिलेसम्म यताउता बसियो होइन अनि परम्परा कता के थाहा भयो अहिलेसम्म लगाइराखेको मलाई फेरि छोड्नु मन लागेन क्या कुमारको घर त्यहाँ गुरु घर भएर के खाली हात त आउनुहुन्न मैले खाली आएँ म खाली आएँ कम थिएन क्या म सन्जेल हुन्न नि क्या यिनीहरूको दसैँ एउटै भने जस्तो भइसक्यो है आउँथ्यो दसैँ आउन तपाईँले नि यस्तो मजा भाथेन कहिले नि उठ बस नाच्दियो साइले नि हल्का कमरमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखा नि राम्रै हो मन पर्यो यस्तो बाबु यता हेर त हाई गर न अन्त दिदी र मामाको हात दिदी र मामाको हात हाई गाइस हामी चाहिँ मामा घरतिर लागेको चाहिँ मम्मीसँग यो चाहिँ भाइ चाहिँ आफ्नै ताल हिँडेर आएछ Ian, hi. Hi. Chopper. Babu. Babu. बाबु हजुर जा ऊ बत्ती हो भाइ भाइले नि के भन्यो कि यहाँ चाहिँ सुहायो के छ पप्पी अँ बुढो बाबु हाँउ खै नि त्यसले बढी हो एनीमा बढी भएर बसेको बोतलमा एक बोतल त खायो होला एनीले है त्यस्तो सिरियस भयो बहिनी झन् चिसो खानु ठिक हुन्छ होइन बहिनी चिसो खानु ठिक हुन्छ है बाई कता जाने हो मम्मी कता गएको के होला नि हेर्दैन नहेर्ने अझै को रहेछ आथे भनिदेऊ न एकचोटि बोलाइदेऊ त म यहीँ छु
बेब्बा निचा दिदीले टिका लगाएर हुन्छ बहिनी बहिनी टिटिक 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 गरिसक्यो नि बहिनी गरिसक्यो के रे के भन्छ यो त मलाई के भरे अहिले राम्रो भयो त्यो सुक्यो नि अहिले त त्यो बिहान त्यो फ्रेस भएर अहिले जमिसक्यो नि त त्यही भएर हो कि अलिक छिटै भिजाउनु पर्ने रहेछ के हाम्रो तुरुरै हो कि अहिले बल्ल जम्यो उही यो हेर्नु भिडियो बिगार्न आएको बोतल हटाए कि यता होस् कि उता जाए भाइ ट्याक्सी भनेपछि नयाँ कपडा लगायो ट्याक्सीमा चलाउने अरे दिदी क्याच रे दिएको के दिदी क्याच अलि नजिक गरेर हेर ल अलि नजिक गरेर हेर ल दिदीसँग क्याच भाइको बुढी देखियो गाडी लगाम जुर पहिला म कसैले नि हक गर्दिनँ देवीले नि हक गर्छन् दादा कच्च खबर कच्च आमाका सबसे बडा र सबसे छोटा होइन आमाका नातिबाट सुरु भएर नातिनी भएन यो र यो भनेको नातिबाट सुरु भएर जानकारी यहाँ पो राम्रो सिन चलिरहेछ त गाइस यो जो हाय मेफो कच्चको वेलकम ब्याक टु सेली गुरुङ ब्लग भोलि पर्सि हेर है दुई दुई दुई
हाई बेबी अहिले त बल्ल बिजुलीको बिल पनि 600 कति हो आछ नि अनि बेबी हाई कस्तो खबर उनी आइन् यो बोलाएको बोलाइछ दादा दादा छैन माथि दादा दिदीहरूको छ यहाँ के भयो यहाँ भएन अघि जति थियो त्यो भन्दा